वेलकम टु माई च्यानल एभ्री वान। आज हामी क्लास 11को इकोनोमिक्समा चाहिँ हामीले कसरी A+ ल्याउन सक्छौँ भन्ने कुरा गर्नेछौँ। प्राय हामीले इकोनोमिक्समा चाहिँ पढ्न चाहिँ सबैले पढिरहेका हुन्छौँ, तर पनि कतै न कतै हाम्रो कमजोरी कहाँ हुन्छ भन्दाखेरि कुन च्याप्टरमा चाहिँ कति मार्क्स चाहिँ आउने हो भन्ने कुरा चाहिँ हामीलाई त्यो चाहिँ हामी त्योसँग चाहिँ कुनै सरोकारै नगरिकन काम गर्ने त्यो पढ्ने हुँदा चाहिँ त्यस्तो मार्क्स चाहिँ कम आउने गर्दछ। ओके, सर्वप्रथम त तपाईँहरूले थाहा पाउनु पऱ्यो कुन च्याप्टर चाहिँ सबैभन्दा बढी क्वेसन चाहिँ आउने गर्दछ कुन च्याप्टरबाट भन्दाखेरि, अनि कुन चाहिँ कति मार्क्स कुन च्याप्टरबाट थोरै मार्क्स आउँछ भन्ने कुरा थाहा भयो भने यु क्यान इजिली गेट द A+ इन एक्जामिनेसन। सो द्याट आज चाहिँ हामी त्यही कुरा गर्नेछौँ। फर्स्टली तपाईँहरूले थाहा पाउनु पऱ्यो कुन च्याप्टरबाट कति मार्क्स आउँछ भनेर। ओके, फर्स्टमा चाहिँ तपाईँको हाम्रो च्याप्टर नम्बर 1 रहेको छ बेसिक कन्सेप्ट अफ इकोनोमिक्स एन्ड एलोकेसन अफ रिसोर्सेस। यसको चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ जम्मा मार्क्स भनेको चाहिँ 6 हो होइन, 6 हो। अनि त्यहीबाट पनि 5 मार्क्सको सर्ट क्वेसन र 1 मार्क्सको भेरी सर्ट क्वेसन गरेर दुईवटा क्वेसन, अनि त्यहाँमा चाहिँ 6 मार्क्स आउने गर्दछ। अनि तपाईँको त्यसै गरी माइक्रो इकोनोमिक्समा आउने भने चाहिँ डिमान्ड एन्ड सप्लाई, मार्केट इक्विलिब्रियम, अनि इलेक्ट्रिसिटी अफ डिमान्ड एन्ड सप्लाई, थ्योरी अफ कन्ज्युमर बिहेभियर, थ्योरी अफ प्रोडक्सन गरेर सोध्ने गर्दछ। अनि त्यसको चाहिँ 3वटा चाहिँ तपाईँको भेरी सर्ट सोध्छ, एउटा चाहिँ भेरी सर्ट, 3वटा चाहिँ सर्ट क्वेसन, र त्यसै गरी 8 मार्क्स चाहिँ एउटा क्वेसन सोध्छ। यसै गरी यहाँ 24 मार्क्स रहेको छ। यो चाहिँ सबैभन्दा चाहिँ बढी मार्क्स चाहिँ हामीले यहाँबाट चाहिँ ल्याउन सक्छौँ। 24 मार्क्स एकदमै महत्त्वपूर्ण च्याप्टर हो। अनि त्यसै गरी अर्को छ म्याक्रो इकोनोमिक्स। म्याक्रो इकोनोमिक्स भित्र चाहिँ इन्ट्रोडक्सन अफ म्याक्रो इकोनोमिक्स र नेसनल इन्कम अकाउन्टिङ, मनी इन्फ्लेसन हुन्छ, जसबाट चाहिँ तपाईँको हामीलाई के सोधिरहेको हुन्छ, दुईवटा चाहिँ भेरी सर्ट क्वेसन, एउटा चाहिँ सर्ट क्वेसन र एउटा चाहिँ लङ क्वेसन। तपाईँको म्याक्सिमम चान्स भनेको चाहिँ मनी एन्ड इन्फ्लेसनबाट चाहिँ लङ क्वेसन सोधिरहेको हुन्छ प्रायः सबै इक्जामिनेसनहरूमा। अनि यसको चाहिँ टोटल मार्क्स भनेको चाहिँ 15 नम्बरको लागि चाहिँ यो च्याप्टरबाट आउन सक्छ। अनि अर्को भनेको चाहिँ इकोनोमिक डेभलपमेन्ट ग्रोथ एन्ड क्यापिटल फर्मेसन हो। अनि यहाँबाट चाहिँ तपाईँको 1 मार्क्सको चाहिँ भेरी सर्ट अनि 5 मार्क्सको चाहिँ सर्ट क्वेसन गरी 6 मार्क्सको सोध्दछ भने तपाईँको अर्को इम्पोर्टेन्ट च्याप्टर भनेको चाहिँ नेप्लिज इकोनोमी, जसमा चाहिँ ओभरभ्यू अफ नेप्लिज इकोनोमी, नेचुरल रिसोर्सेस अफ नेपाल, एग्रिकल्चर, म्यानुफ्याक्चरिङ एन्ड टुरिज्म इन्डस्ट्री इन नेपाल, ट्रान्सपोर्ट एन्ड कम्युनिकेसन गरी सोध्ने गर्दछ। अनि यहाँबाट चाहिँ 3वटा सर्ट क्वेसन, 5 मार्क्सको अनि एउटा क्वेसन सर्ट क्वेसन, अनि 8 मार्क्सको चाहिँ लङ क्वेसन गरी 16 मार्क्स। यो पनि धेरै इम्पोर्टेन्टको हो, तर सजिलो छ। यो चाहिँ हामीले सिम्पली दिनौदिन पढिरहेका होइन, बच्चैदेखि पढिरहेको कुराहरू हुन्छ प्रायः, तर केही डाटाहरू चाहिँ हामीले नयाँ कुराहरू चाहिँ डेटाहरू अनि कसरी एन्सर लेख्ने भन्ने कुरा चाहिँ थाहा पाउनु पर्दछ। अनि त्यसै गरी अर्को छ क्वान्टिटेटिभ टेक्निक्स इन इकोनोमिक्स भनेर बेसिक म्याथमेटिक्स चाहिँ पढ्नु पर्दछ, जसको मार्क्स चाहिँ टोटल 8 मार्क्सको 3वटा चाहिँ सर्ट क्वेसन, अनि 5 मार्क्सको चाहिँ 3 मार्क्सको चाहिँ भेरी सर्ट क्वेसन र 5 मार्क्सको सर्ट क्वेसन गरी जम्मा 8 मार्क्सको सोध्ने गर्दछ। अनि यहाँबाट चाहिँ प्रायः 8 मार्क्समा चाहिँ तपाईँको स्ट्रेट लाइन र डेरिभेटिभबाट चाहिँ क्वेसन सोध्ने हुँदा हामीले चाहिँ 2मा चाहिँ अप्सन हुन्छ। अनि त्यस्तो हुँदाखेरि स्ट्रेट लाइन चाहिँ अझ सजिलो हुन्छ जस्तो मलाई लाग्दछ। अनि यसै गरी पढ्ने भने टोटल 75 हो। 75मा तपाईँले मजाले A+ ल्याउन सक्ने मार्क्स चाहिँ A+ ल्याउन चाहिँ सक्नुहुन्छ। यो मार्क्स तपाईँ स्पेसिफिक ग्रेडलाई चाहिँ तपाईँले स्क्रिनसट गर्न पनि सक्नुहुन्छ। अनि यही अनुसार चाहिँ पढ्यो भने पक्कै नै तपाईँको A+ आउँछ। र केही स्ट्राटेजीहरू कसरी चाहिँ इक्जाममा लेख्ने भन्ने कुरा चाहिँ धेरै इम्पोर्टेन्ट हुन्छ अनि इकोनोमिक्समा मार्क्स ल्याउनको लागि। अनि एउटा क्वेसन नि देखाइदिन्छु म तपाईँहरूलाई कुन च्याप्टरबाट कसरी आउँछ भन्ने कुरा। सर्वप्रथम त हामीले जहिले नि इकोनोमिक्समा लेख्दाखेरि
तीनवटा मतलब तीनवटा चाहिँ हुनुपर्छ। पहिलो चाहिँ इन्ट्रोडक्सन, अनि बडी पार्ट र लास्टमा कन्क्लुजन चाहिँ सधैँ दिनुपर्छ। अनि त्यो गर्दा हुँदा हामीलाई फुल मार्क्स चाहिँ पाउन सक्ने सम्भावना अलि बढी हुन्छ यदि एन्सर एप्रोप्रिएट छ भने द्याट्स वाइ त्यसो भए हेर्ने भने अब च्याप्टर नम्बर 1 बाट चाहिँ सबैभन्दा बढी सोधिने प्रश्न भनेको चाहिँ मार्सलको डेफिनेसन हो। अनि डेफिनेसन अफ मार्सल भनेर सोध्छ, अनि उता लेबर क्यापिटलको फिचर्स भनेर पनि सोध्छ। तर पनि हामीले चाहिँ प्रायः सबै पढेर जानुपर्छ, जे पनि सोध्न सक्छ। अनि च्याप्टर नम्बर 2 भनेको चाहिँ एउटा न्युमेरिकल भइहाल्यो। अनि न्युमेरिकल चाहिँ फिक्स नै हुन्छ लगभग, तर त्यहाँभित्र पनि अब न्युमेरिकलको डिफ्रेन्ट न्युमेरिकलहरू हुन्छ। अनि कुन चाहिँ सबै प्रायः हामीले इक्जाम आउनुभन्दा अगाडि नै सबै कुराहरू पढेर प्रिपेयर गरेर चाहिँ जानुपर्दछ, जसले हामीलाई सजिलो हुनेछ। अनि अर्को भनेको चाहिँ नेसनल इन्कमबाट सोध्छ तपाईँलाई न्युमेरिकल। अनि त्यसै गरी न्युमेरिकल अनि त्यो बेसिक म्याथमेटिक्सबाट भइहाल्यो। स्टेट लाइनको पढेर जाँदा चाहिँ अझ सजिलो हुन्छ, किनभने हामीले स्टेट लाइन चाहिँ पहिलेदेखि पढ्दै आएका हौँ। द्याट्स वाइ बेसिक म्याथमा त्यो भइहाल्छ। फर्दरमोर अरू कुराहरू चाहिँ अर्को भिडियोमा गरौँला। अनि म तपाईँहरूलाई क्वेसन चाहिँ देखाइदिन्छु, अनि क्वेसन हेर्नुहोस्, त्यही अनुसार चाहिँ पढेर इक्जामको तयारी गर्नु हेर्न सक्नुहुन्छ। यो चाहिँ क्वेसन हो। अब क्वेसनमा चाहिँ यसरी तपाईँलाई 11वटा भेरी सर्ट क्वेसन सोध्छ, अनि सर्ट क्वेसन चाहिँ यो भइहाल्यो होइन। यो चाहिँ यो भयो। अनि 16मा तपाईँको यो सोध्छ क्यापिटल फर्मेसन, अनि एक्सप्रेस द इम्पोर्टेन्स अफ ट्रान्सपोर्टेसन होइन, थुप्रै कुराहरू सोध्ने गर्दछ। अनि यो भइहाल्यो। स्टेट लाइनको गर्दा अझ सजिलो होला, किनभने पहिलेदेखि पढ्दै आएको हामीले, त्यसैले यो चाहिँ म गर्न चाहिँ प्रिफर गर्छु सबैलाई। अनि 20 मार्क्समा यो भइहाल्यो। अनि 21मा चाहिँ मैले भने चाहिँ मनी के अरे तपाईँको 21मा चाहिँ जहिले पनि प्राय चाहिँ मनी एन्ड इन्फ्लेसनबाट चाहिँ सोध्ने गरेको छ। अनि त्योभित्र चाहिँ क्रिटिकल एक्सप्लेन फिसर्स क्वान्टिटी थ्योरी अफ मनी भनेर सोधिरहेको रहेछ। अनि वाट इज अनि तल चाहिँ 22 नम्बरमा वाट इज टुरिज्म इन्डस्ट्री, एक्सप्लेन अफ द प्रोस्पेक्टस अफ टुरिज्म इन्डस्ट्री इन कन्टेक्स्ट अफ नेपाल। अनि त्यसै गरी अरमा चाहिँ वाट इज द एग्रिकल्चर फाइनेन्स, एक्सप्लेन द भेरियस सोर्सेस अफ एग्रिकल्चर फाइनेन्स इन नेपाल भनेर सोधिएको रहेछ। यसै गरी थुप्रै क्वेसनहरू सोध्ने गर्दछ। ओके, तपाईँहरू चाहिँ फुल प्रिपेयर भएर सबै चाहिँ पढेर जानु होला, अनि त्यही अनुसार गर्नु होला। अब एन्सर चाहिँ कसरी लेख्ने भन्ने कुरा नि म देखाइदिन्छु। हेर्नुहोस् है, एन्सर चाहिँ यसरी लेख्दा चाहिँ बेटर हुन्छ। यहाँ पहिला इन्ट्रोडक्सन भनेर लेखिएको छ होइन। द वेलफेयर सेन्टर्ड डेफिनेसन अफ इकोनोमिक्स वाज गिभन बाई द लिडर अफ नियो क्लासिकल पिरियड अल्फ्रेड मार्सल इन 1890 अल्फ्रेड मार्सल पब्लिश हिज फेमस बुक प्रिन्सिपल अफ इकोनोमिक्स 1890 एन्ड डिफाइन इकोनोमिक्स इन टर्म्स अफ मटेरियल वेलफेयर। अनि एकोर्डिङ अनि उसले दिएको चाहिँ डेफिनेसन लेखिदिने। अनि अब अझ अनि डेफिनेसन पछि चाहिँ डेफिनेसन लेखिसकेपछि के सोधेको छ त, मुख्य कुरा भनेको चाहिँ फिचर सोधेको थियो। अनि यो फिचर्सहरू चाहिँ यसरी लेखिदियो भने तपाईँले अन्तिममा गएर म्याक्सिमम चाहिँ तपाईँले इकोनोमिक्समा नम्बर पाउनको लागि तपाईँले 5वटा पोइन्ट लेख्दा चाहिँ एकदमै उपयुक्त मानिन्छ। त्यसैले 5वटा सकेसम्म चाहिँ 5वटा लेख्नु होला। यदि सकिन्न भने 4वटा चाहिँ लेख्नै पर्छ। अनि अर्को भनेको चाहिँ लास्टमा कन्क्लुजन गऱ्यो भने चाहिँ एकदमै बेस्ट हो कि कन्क्लुजन गर्नुभयो भने तपाईँको मार्क्स चाहिँ आउने सम्भावना अझ धेरै हुन्छ। फुलमा फुल पनि दिन सक्नुहुन्छ टिचरहरूले। द्याट्स वाइ त्यसरी प्रिपेयर गर्नु होला। अनि लङ क्वेसन यो चाहिँ सर्ट क्वेसनको लागि भयो। अनि भेरी लङ क्वेसनको लागि कस्तो भन्दाखेरि भेरी लङको लागि चाहिँ यस्तो गर्दा चाहिँ तपाईँले चाहिँ हुन्छ, पहिलो चाहिँ इन्ट्रोडक्सनै हो, तर अलि पोइन्ट चाहिँ बढाएर लेखिदिने। अनि एन्सर चाहिँ कस्तो खोजेको छ भन्ने कुरामा पनि डिपेन्ड पर्छ, तर इन्ट्रोडक्सन चाहिँ कतै छुटाउनु भएन। सर्ट क्वेसन होस् या भेरी लङ क्वेसन हो होइन।
अनि त्यसपछि आएर यसरी दिस सेक्टर वाज प्रड्युस गुड सर्भिसेस बाई युजिङ स्पेसिफिक टेक्निक्स आर कल इन्डस्ट्रियल सेक्टर भन्ने अनि डेटाहरू छ याद छ भने डेटाहरू पनि लेखिने अनि त्यहाँ त्यसले कतिको जिडिपीमा हेल्प गरेको छ त्यस्तो कुराहरू भइहाल्यो। अनि इम्पोर्टेन्स अब यहाँमा चाहिँ म्याक्सिमम् 8वटा चाहिँ लेख्नुपर्छ अनि म्याक्सिमममा चाहिँ जति लेख्नुहुन्छ भए पनि मिनिमम 8वटा पोइन्ट चाहिँ लेख्नै पर्छ के। त्यसले गर्दा हामी चाहिँ धेरै मार्क्स चाहिँ पाउन सक्छौँ। अनि अन्तिममा गएर कन्क्लुजन गर्दाखेरि यसरी कन्क्लुजन इम्पोर्टेन्स अर रोल अफ इन्डस्ट्रियल सेक्टर क्यान नट बी लिमिटेड विदिन अ फ्यु पोइन्ट्स। देयर आर countless importance of industrial development which have been rightly provide the industrialized nation of the world भन्ने। अनि यसरी कन्क्लुजन गरिदिएर लास्टमा धर्का तानिदिएपछि तपाईँले यु क्यान गेट A+ इन यर एक्जामिनेसन। द्याट्स वाइ त्यसैले तपाईँहरू चाहिँ अझ मिहिनेत गर्दै जानुहोस्, पढ्दै जानुहोस्, सबै मैले भनेअनुसार चाहिँ गर्दै जानुहोस्। तपाईँको A+ चाहिँ आउँछ, ढुक्क भएर पढ्नुहोस्।